नमस्कार सबैजनालाई। आज चाहिँ म हजुरहरूलाई आलु बटर रेसिपी शेयर गर्दैछु। आलुलाई स्लाइस काट्नुपर्ने हुन्छ। हजुरले आलुको स्लाइस काट्नुहोस्, 2टा या 3टा स्लाइस बनाउनुहोस्। त्यसपछि आलु बोइल गर्नुपर्ने हुन्छ र स्लाइस काटेको आलु पानीमा हालिदिनुहोस् र हाफ कुक भएपछि त्यसलाई निकालिदिनुहोस्। र म चाहिँ अलिकति 2 स्पुन कर्न स्टार्च हाल्दछु र 2 योगर्ट पनि हाल्नु, 2 स्पुन योगर्ट पनि हाल्नुहोस्। योगर्ट हजुरहरूले हालिसके पछाडि अलिकति थोरै सोया सस पनि हाल्नुहोस् र त्यसमा चाहिँ जिन्जर र गार्लिक पाउडर पनि थोरै हालिदिनुहोस् र त्यसलाई मिक्स गरिदिनुहोस्। हल्का मात्र हाल्नुहोस् र राम्रो कलर दिनलाई ल्याउन मन लाग्छ भने फुड कलर पनि हाल्नुहोस्। फुड कलर हालेपछि कस्तो राम्रो कलर आउँछ। र साल्ट हालिदिनुहोस्। साल्ट हालिदिएपछि अलिकति मसला पनि हालिदिनुहोस् र सबै मिक्स गर्नुहोस्। हेर्नुहोस् त कति राम्रो कलर आएको, अहिलेको फुड कलरले गर्दा हो। अनि त्यस पछाडि एकछिन म्यारिनेट हुन दिनुहोस्। बटर लिनुहोस् र प्यानमा हाल्नुहोस्, तातो प्यानमा। र हजुरले यो बटर चाहिँ धेरै बेरसम्म नतताउनुहोस्, अदरवाइज लाइक ब्ल्याक कलर हुन्छ, जसले गर्दा अलिकति आलुमा पनि ब्ल्याक कलर आउँछ। अनि हल्का ताते पछाडि चाहिँ हजुरहरूले म्यारिनेट गर्नुभएको अहिलेको आलु हालिदिनुहोस् र हजुरहरूले चाहिँ एक साइड चाहिँ हल्का रातो भइसके पछाडि चाहिँ हजुरहरूले अर्को साइडमा फर्काउन सक्नुहुनेछ। हेर्नुहोस् त कति राम्रो कलर आएको पाकिसके पछाडि। र राम्रो कलर आइसकेपछि दुवैपट्टि पाके पछाडि बाउलमा हाल्नुहोस्। हेर्नुहोस् त कति राम्रो कलर आएको है। मलाई चाहिँ एकदम स्पाइसी मनपर्ने भएको कारणले अनि धनिया अलिक धेरै मनपर्ने भएको कारणले म चाहिँ धनिया सानो सानो पिसमा काट्दैछु यहाँ। र मलाई एकदमै मनपर्ने खोर्सानी अकबरे खोर्सानी सानो सानो पिसमा काट्नुहोस्। हजुरले अरू खोर्सानी पनि लिन सक्नुहुनेछ। सो अब धनिया र खोर्सानी हजुरहरूले हालिसके पछाडि चाहिँ त्यसलाई मजाले मिक्स गर्नुहोस्। हजुरलाई अलिकति चाहिँ अमिलो अमिलो टाइपको मनपर्छ भने चाहिँ हल्का लाइम हाल्नुहोस्। मलाई चाहिँ एकदमै मनपर्ने भएको कारणले मैले थोरै लाइम पनि हालेँ, जसले गर्दा चाहिँ लाइम खोर्सानीमा चाहिँ मिठो हुन्छ। र म खाँदैछु, अब मेरो बुढा पनि खाँदै हुन्छ। बाई, थ्याङ्क यू फर वाचिङ।